मकै गहुँ कोदो सबै अन्न बाली सबैको घरमा टनाटन थियो, थिएन भकारी खाली। गाई भैँसी सबै पाल्थे, दुध दही खान्थे। छिमेकमा मेलजुल थियो, मिलिजुली चाडपर्व मान्थे। जरुरत पर्दैनथ्यो पुलिस प्रशासनको, भ्रष्टाचार र लडाईँ झगडा हुँदैनथ्यो धनको। देशको लागि सबै लडे, ज्यानको बाजी लाए। बेलायती लर्ड हेस्टिङले 3 बल्ड्याङ खाए। विश्व पुरै गुलाम बन्दा नेपाल चोखै बस्यो। तिनकै नाति गुलाम बन्दा यति बेला फस्यो। अभाव भन्ने केही थिएन यो माटोमा, सबै कुरा फल्थ्यो। पहिलो दोस्रो विश्वयुद्ध हुँदा नि आरामसित हाम्रो दैनिकी चल्थ्यो। यति बेला यही माटो परजीवी भाछ। देश कङ्गाल बनाउन यतैकाले विदेशीको निवेक खाछ। हो कि होइन विचार गर्नुस्, मैले दिउँसै सपना देखेँ। सपनामा देख्या कुरा जस्ताको तस्तै लेखेँ।